गाइज फुड च्यालेन्ज पार्ट 2 आइसक्यो सुनिताको मिनी ब्लगमा र म पानीपुरी तार्दैछु। अब अस्ति चाहिँ मेरो र मेरो साथीको फुड च्यालेन्ज थियो नि, आज चाहिँ 4 जनाको फुड च्यालेन्ज छ। गाइज यो भिडियो अन्तिमसम्म हेर्नु होला र कस्तो लाग्छ कमेन्ट गर्ने होला। मैले साथै फ्राइज पनि टक्क फ्राई गरिरहेको छु होइन। अलिकति अब हिरोइनी बनेर चाहिँ आएको छु, तर खासै होइन, अब घर बस्दै लुगामा हो गाइज म चाहिँ। अनि मलाई चाहिँ यो कपालले वाक्क दिक्क लाग्यो कि गाइज। अनि मैले टक्कसँगले यसलाई बेटाएर मजाले फनान गरेर क्या, किनभने यो आफ्नै कपाल पनि किन नहोस्, खानेकुरामा पसिसकेपछि कस्तो घिन लाग्ने क्या फेरि होइन। अनि मलाई चाहिँ फेरि ऊ त्यस्तो मन पर्दैन। अनि मैले टक्कसँगले यसलाई बेटारेर फेरि म लागेँ काम गर्न। अनि यता चाहिँ आलु मुस्न आँटेको छु पानीपुरीको लागि। अनि यता चाहिँ इमिली हुन्छ नि, त्यसलाई चाहिँ तातो पानीमा ढराइदिएको क्या, अलिकति राम्रो निस्किन्छ र। अनि चटपटेको लागि मसला पनि रेडी गरिसकेँ, यता पानीपुरीको लागि कागतीहरू पनि होइन। अनि यता साथै मैले चाहिँ करेन्ट चाउचाउलाई पनि मजाले उमालेर पकाउँदैछु। अनि मेरो साथीलाई चाहिँ पानीपुरी भएर सजिलो हुन्छ, पानी मात्र हालेर खान भनेर चाहिँ उसलाई आलु भर्न लाएँ होइन। अनि यता चटपटे रेडी भयो, यता करेन्ट चाउचाउ पनि रेडी भयो होइन। यता चाहिँ पानीपुरी सबै रेडी भएर हामीले चाहिँ खेल्नतिर चाहिँ लागेका छौँ गाइज होइन। खेलेको ब्लग चाहिँ म तपाईँलाई अर्को उयसमा हाल्छु होइन। यो चाहिँ मेरो मिनी ब्लगमा भएर चाहिँ मैले सर्टकटमा हजुरहरूलाई देखाएँ। मेरो चाहिँ अर्को ब्लगै आउँछ, हामीले कतिजनाले कसरी खेल्यौँ भनेर। र आजको दिन चाहिँ मेरो एकदमै रमाइलो, मेरो साथीले पनि ब्लग बनाएकी छे होइन। आई मिन उसले पनि यस्तै मिनी ब्लग बनाएको होला, अब उसले पनि हाल्छ। अनि आज चाहिँ रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।